दर्शक महानुभावहरू यति बेला हामी कपिलवस्तु जिल्लाबाट जुन नेपाल कम्युनिस्ट पार्टी माओवादीको उत्पादन केन्द्रबाट हामी तपाईँको माझमा जोडिएका छौँ भने यति बेला हाम्रो साथमा नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्लाका जिल्ला इन्चार्ज सङ्गम सिंह हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्छौँ। स्वागत छ सर। धन्यवाद यहाँलाई। अहिलेको वर्ष पनि तपाईँ उत्पादनमा जोडिरहनु भएको छ। पोहोरको वर्षदेखि वर्ष जस्तै अहिले पनि उत्पादनमा जोडिरहनु भएको छ होइन? अहिले पहिलाको वर्षभन्दा उत्पादन बढाउनु भएको हो अथवा उयो गर्दै हुनुहुन्छ? उत्पादन बढेको छ। गत साल हामीले धान रोपाइ गऱ्यौँ, त्यसपछि फेरि अब गहुँ खेती भयो। हजुर। केही नगरे बालीहरू पनि लगाइयो। हजुर। गहुँ खेतीबाट भएको जति आम्दानी छ त्यो चाहिँ पूर्ण रूपले नाफा हो। हजुर। र धानमा पनि राम्रै भएको हो र यस साल हामीले त्यही हिसाबले बर्खेको योजना गरेका छौँ र असोजपछि हिउँदे योजना हुन्छ। अहिले बर्खेको योजना गर्दै हुनुहुन्छ, पछि असोजपछि फेरि हिउँदे योजना चाहिँ बनाइसक्नु भएको छ? हजुर हजुर। अनि पार्टी अहिले त्यसो भए देशैभरि उत्पादनमा लागेको छ तपाईँको? हो, पार्टी लागेको छ। हाम्रो पार्टी अरूहरू जस्तै अब अनर्गल प्रचार गरेर हिँड्ने पार्टी होइन। हजुर। हाम्रो पार्टीले उत्पादनमा विश्वास गर्छ। हजुर। र यो माटोमा छरेपछि रोपेपछि जुन सुकै किसिमको भए पनि आम्दानी हुन्छ। हजुर। त्यो आम्दानी नै जीवनको मुख्य आधार हो। हजुर। जमिनमा केही रोप्नु केही अब बाली लगाउनु भनेको चाहिँ आम्दानीको आर्थिक जीवनको पहिलो पाटो हो। हजुर। र महत्त्वपूर्ण पाटो पनि हो, जसलाई हाम्रो पार्टीले गम्भीरतापूर्वक लिएको छ। हजुर। त्यसो भए यो आम्दानीको मुख्य स्रोत यसलाई मानेर कृषि उत्पादन गर्नुपर्छ भन्ने हिसाबले काम गर्दै हुनुहुन्छ? त्यसो हो, हामीले सुरुवातमा यो गरौँ। क्रमशः हाम्रो पार्टीले कृषिमा आधुनिकीकरणको अभ्यास गर्ने हो। हजुर। त्यो हाम्रो आर्थिक स्तरको आधारमा हुन्छ। हजुर। क्रमशः हुन्छ यो कुरा। र हामीले बिस्तारै उद्योगहरू कल कारखानाहरूको प्रयत्न पनि हामी सुरु गरेका छौँ। हजुर। त्यसैले यो त फेरि अरू आम्दानीका स्रोतहरू जुन हिसाबले अगाडि बढे पनि कृषिको काम चाहिँ हामीले छोड्दैनौँ, यो निरन्तर रहिरहन्छ। जतासुकै जे भए पनि कृषिको कामलाई निरन्तर अगाडि बढाएर उद्देश्यसम्म चाहिँ पुग्नुहुन्छ? त्यसो भए त्यो क्रम अगाडि बढ्छ। हामीलाई के विश्वास छ भने आधारभूत रूपले हामीलाई खान पुग्यो भने लाउने कुराहरू, अरू मनोरञ्जनका कुराहरू, शिक्षा स्वास्थ्यका कुराहरू क्रमशः हुने कुरा हो। हरेक मानव जीवनमा यो लागू भए जस्तै हामीले पनि त्यसलाई त्यसरी नै आत्मसात गरेका छौँ र हामीले यसलाई अगाडि बढाउनुपर्छ भन्ने सोचेका छौँ। आजभोलि हाम्रा भाइ छोराहरू हामीले अरबमा पठाएका छौँ, युरोप पठाएका छौँ, विभिन्न देशहरूमा जानुभएको छ, भौतारिनु भएको छ। तर पनि अब उहाँहरूलाई समेत अब भएको निराशाको विश्वासको ठाउँमा उभिएर हामीले चाहिँ अन्ततः कृषि क्रान्ति, कृषि कर्म नै आधारभूत कर्म हो र यसमा टिकेर मात्रै अगाडि बढ्न सकिन्छ भन्ने त्यो जुन निराशा छ नेपालीहरूको, जुन अहिले नयाँ सरकार आउँदा पनि त जनता खुसी छैनन् नि, त्यो दुःखलाई चाहिँ खुसीमा परिणत गर्नका निम्ति कृषि उत्पादनलाई प्रमुख आधार मानेर अगाडि बढ्नु भएको छ? त्यसो भए एकदम त्यो चाहिँ त्यसरी नै अगाडि बढ्ने कुरा हो। यो साम्राज्यवादी हो हल्लाका पछाडि दौडेर अब खेती गर्नेको घरमा भन्दा अब दलाली गर्नेको घरमा चाहिँ सुख जस्तो, गाई पाल्नेको घरमा भन्दा कुकुर पाल्नेको घरमा इज्जत जस्तो, त्यो त अहिले छ नि त। अहिलेको नेपालको वास्तविक ठगी खानेको इज्जत जो छ, त्यो भाष्यलाई हामी उल्टाउन चाहन्छौँ। हजुर, त्यो उल्टाउन चाहन्छौँ। गरी खानेको घरमा राम्रो होस्, सुख होस् भन्ने प्रकारको सोच चलाउनु, त्यो बनाउनु पर्छ। र हामीले इमान्दारीपूर्वक काम गर्दाखेरि सम्पत्ति बढाउन सकिन्छ, सुखी बन्न सकिन्छ। मेहनत गर्नुपर्छ, इमान्दारितालाई कायम गर्नुपर्छ भन्ने भाष्य हामीले पुनर्निर्माण गर्न चाहन्छौँ। हजुर, मेहनत गर्नुपर्छ भन्ने एउटा सोचलाई फेरि स्थापना गर्न चाहनुहुन्छ? आम जनसमुदायलाई हामी त्यो भन्न चाहन्छौँ, लाग्न प्रेरित गर्न चाहन्छौँ र आफू पनि निरन्तर त्यसमा लाग्छौँ। हजुर, तपाईँहरू नेता कार्यकर्ताहरू सबै चाहिँ कृषिमा लागिरहनु भएको छ। यो तपाईँको अभियान कहिलेसम्म रहन्छ? यो होइन, यो समाजवादी क्रान्ति पुरा भयो नहुँदासम्म यो चाहिँ अगाडि बढ्छ। हजुर,
अब यसमा कृषिमा आधुनिकीकरण नहुन्जेल व्यवस्थित वैज्ञानिक साम्यवाद चाहिँ लागू नहुन्जेल कृषि कर्मको अर्को स्वरूप आधुनिकीकरण यान्त्रिकीकरण नहुन्जेल यो चाहिँ हुन्छ गर्नुपर्छ। हार मान्ने कुरा होइन नि यो। केही साथीहरू भागेर हिँडिरहेछन्। अहिले छ नि तपाईँको पार्टीभित्र पनि त्यो चाहिँ देखिरहेको छ अन्तर्विरोध ढौ भएर उहाँहरूलाई ढौ भएर साथीहरू निस्किनु पनि भएको छ। त्यस्तो होइन भन्न चाहन्छौँ हामी। अब के मिलेन तपाईँले जुन तपाईँको नेतृत्वले लिइरहेको भिजनहरू मिलेन कि जस्तो कृषि गर्दै गर्दा पनि कृषिबाट हुन्न भन्ने सोच्नुभयो कि अथवा के हो पार्टीबाट धेरै अन्तर्विरोधहरू देखिरहेछन्? मूल रूपमा अब उहाँहरूको विषयमा हामीले भनेर त सबै कुरा भन्न त सम्भव हुँदैन। तर मुख्य मर्मको कुरा के हो भने गरी खान ढौ भएर हो। मेहनत गरेर खान चाहिँ ढौ भएर हो। सजिलो खोज्ने त्यो भएपछि त दुःख गर्न नचाहने त्यो आतुरी लागिहाल्छ। टिक्न गाह्रो भएर दुःखबाट सम्भव छैन भन्ने प्लान सहित भाग्नु भएको भन्ने आरोप त्यो आरोप होइन, त्यो यथार्थ हो। भन्ने हिँड्ने कुरा होइन। हामीले भने पनि छैन। तपाईँले सोधिहाल्नु भयो र भनेको कुरा। अनि अहिले अब यो ठ्याक्कै धान सकिसकेपछि गाउँतिर लाग्नुहुन्छ? हो, गाउँ खेतीतिर लाग्छौँ। अहिले हामीले यो वर्ष पश्चिममा पनि करिब 6-7 दिन लगाएर हामीले खेती गऱ्यौँ। त्यहाँ पनि हाम्रो खेती छ। त्यसपछि यो चाहिँ यहाँको खेती हाम्रो 22-23 कट्ठाको हो। यसमा चाहिँ उत्पादन विभाग प्रमुख कमरेड सभासद साङ्गप्रसाद थारू चाहिँ मूल रूपले अब उहाँको नेतृत्वमा यो चल्या हो। व्यवस्थापनमा गणेश थारू हुनुहुन्छ नगर सेक्रेटरी इन्चार्ज। त्यसपछि अब बाँकी चाहिँ साथीहरू चन्द्रमती पार्टी डिसिएम कमरेड हुनुहुन्छ। महिला दिदी बहिनीहरू सबैको नेतृत्व उहाँले गर्नुहुन्छ। बाँकी सबै असमर्थक शुभचिन्तक साथीहरू सबैजना मिलेर हामी चाहिँ यो सम्पन्न गर्दैछौँ। यहाँको स्थानीय अनि नेता कार्यकर्ताहरू सबैजना मिलेर यो उत्पादन गर्दै गर्नुहुन्छ हैन? यसमा लागेका छौँ। खास गरेर अब 3 दिन हुन्छ आज। आज चाहिँ समयमै सकिन्छ। आज सकिन्छ त्यसपछि प्लानहरू के छन् आजपछि? अन्य ठाउँमा पनि कृषिका यस्ता उत्पादनका कामहरू छन् कि? अन्य ठाउँमा छन् कुरा। अब थप छलफलहरूको कुरा हुन्छ। अब यो 10 गतेसम्म हाम्रो पार्टीको भनौँ न पार्टी सरकारको नै छुट्टीको कुरा हो। त्यसपछि हामी चाहिँ अब यो अहिलेको खेतीको हिसाब किताब र विगतका अनुभवहरूको बारेमा छलफल योजनाहरू हुन्छ। त्यसपछि हामी सल्लाह गर्छौँ। साउन 10 पछि पार्टीको स्थानीय इकाइहरूको सम्मेलनहरू गर्दैछौँ। त्यसपछि वडा र पालिकासम्मको सम्मेलन सक्ने हाम्रो योजना छ। म जिल्लाभरिका र सबै आदरणीय जनसमुदायहरूलाई हाम्रो क्रान्तिकारी पार्टीको योजना कार्यक्रमलाई धैर्यतापूर्वक हेरिदिनुहोस्, बुझिदिनुहोस्। बुझिदिन जरुरी छ। क्रान्तिको पक्षमा इमान्दारितापूर्वक लाग्ने पार्टी हाम्रो पार्टी हो। नेत्र विक्रम चन्दले नेतृत्व गरेको पार्टी हाम्रो महासचिव कमरेडको नेतृत्वमा हामी छौँ। यसको सकारात्मक पक्षको बारेमा बुझिदिनुहोस्, सुनिदिनुहोस् भन्ने कुरा राख्न चाहन्छु। अब हाम्रो पार्टी र अरू पार्टीहरूको जो समस्या देखा पर्यो ती समस्याहरूसितै हाम्रो पनि समस्या भए जस्तो चाहिँ देखियो। विषय त्यो होइन, इमान्दारीपूर्वक हामी चाहिँ लागिरहेछौँ। सबैलाई म जिल्लावासीहरूलाई त्यसरी अपिल गर्न चाहन्छु। समय दिनुभयो धेरै धेरै धन्यवाद।